ल सुरु गरौँ टी20 विश्वकपको लागि नेपाली क्रिकेट टिमको यो रोमाञ्चक तयारी यात्रा। उनीहरूको रणनीति र तयारी कस्तो छ, आउनुहोस् अलि नजिकबाट हेरौँ। यहाँ लक्ष्य एकदमै छर्लङ्ग छ। कुरा खालि सहभागिताको मात्र होइन, विश्व मञ्चमा एउटा दरिलो छाप छोड्ने हो। अब यत्रो ठूलो लक्ष्यका लागि सबैभन्दा पहिलो र ठूलो परिवर्तन आयो कोचिङमा, प्रशिक्षक स्टुअर्ट लको पुनरागमनसँगै। र यो परिवर्तन कस्तो थियो भने पहिलेको सामान्य भागादौडी जिम सेसन जस्तो मात्र थिएन। अब सुरु भयो रियल ट्रेनिङ, मतलब हरेक खेलाडीको सिपमा केन्द्रित भएर काम गर्ने। करण केसी र सोमपाल कामी जस्ता बलरका लागि विशेष बलिङ ड्रिल, ब्याट्सम्यानका लागि विशेष ब्याटिङ अभ्यास। स्टुअर्ट लसँगै आयो त्यो खास अस्ट्रेलियन मानसिकता, जसरी पनि जित्ने, अनि खास गरी इङ्ल्यान्डसँग त हार्दै नहार्ने भन्ने त्यो अठोट। यसले टिमको पुरै रणनीतिलाई नै नयाँ आकार दिइरहेको छ। ल अब अर्को चुनौतीको कुरा गरौँ। त्यो हो मुम्बईको अपरिचित मैदान र त्यसको लागि अपनाइएको एकदमै चलाख रणनीति। सुझाव के आयो भने किन एकजना स्थानीय मुम्बई कोचलाई नै नलिने, सायद कोही U19 वा डोमेस्टिक टिमको। सोच्नुहोस् त, उसलाई त्यहाँको हरेक पिचको, बााउन्ड्रीको, शीतको प्रभावबारे कति गहिरो जानकारी हुन्छ। यो त एकदमै कम खर्चमा पाइने सुन जस्तै भयो नि। तर एकछिनै, एउटा प्रश्न उठ्छ नि, किन कुनै ठूलो नाम चलेको स्टार कोच नै नराख्ने त? हो, यसको पछाडिको सोच एकदमै गजबको छ। स्थानीय कोच अफसरको लागि भोको हुन्छ, आफूलाई प्रमाणित गर्न चाहन्छ र टिमलाई जिताउन आफ्नो हरेक गोप्य कुरा सिकाउँछ। तर ठूलो स्टार कोच ऊ महँगो पनि हुन्छ, अनि सायद आफ्नो सबैभन्दा ठूलो सिक्रेट त आफूसँगै राख्छ होला नि। ल, टिमको रणनीतिको कुरा त भयो। अब अलिकति खेलाडीहरूतर्फ लागौँ, किनभने उनीहरूमाथि पनि आफ्नो खेल सुधार्नुपर्ने दबाव चान्चुने छैन। सुरुवात गरौँ कप्तान रोहित पौडेलबाटै। उहाँको टुकटुक ब्याटिङ शैली, मतलब अलि डिफेन्सिभ खेलेको भनेर धेरै आलोचना हुने गर्थ्यो। तर तालिमको क्रममा भाँचिएको उहाँको यो ब्याटले अर्कै कहानी भनिरहेको छ। यो एउटा सङ्केत हो कि उहाँ अब त्यो टुकटुक शैली छोडेर टी20 का लागि चाहिने पावर हिटिङमा जोडतोडले लागिरहनु भएको छ। अब कुरा गरौँ फास्ट बलर करण केसीको। 34 वर्षको उमेरमा उनको फिटनेसलाई लिएर केही प्रश्नहरू उठेका छन्। खास गरी जब हामी उहाँकै उमेरका मिचेल स्टार्क जस्ता बलरलाई हेर्छौँ, जसले 143 को स्पिडमा 150 ओभरसम्म बलिङ गर्छन्, तब यो प्रश्न अझ सान्दर्भिक देखिन्छ। अब यी सबै कुराहरू मिलेर टिमको मुख्य रणनीति कस्तो बनेको छ त? एकदमै साहसी र छर्लङ्ग देखिने रणनीति। टिम सिलेक्सन हेर्ने हो भने योजना एकदमै क्लियर छ। स्पिन टु विन, मतलब स्पिनको भरमा खेल जित्ने। टिममा 3 जना विशेषज्ञ स्पिनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र शेर मल्ल हुनुले नै देखाउँछ कि नेपालले स्पिनमा कति ठूलो बाजी लगाइरहेको छ। र यो रणनीतिसँगै आत्मविश्वास पनि उस्तै जबरजस्त छ। भनाइ के छ भने इङ्ल्यान्ड जस्ता ठूला टिमहरू नेपालको त्यो छुट्टै किसिमको ऊर्जा, फिल्डिङ र खास गरी हाम्रो स्पिन अट्याकको लागि तयार नै छैनन् रे। तर यी सबै तयारी, यो रणनीति, यो आत्मविश्वास, सबै कुरा एउटा अन्तिम र सबैभन्दा ठूलो बाधामा गएर अड्किन्छ। र त्यो बाधा हो ब्याटिङ। वाङखेडे जस्तो ब्याटिङ पिचमा प्रतिस्पर्धी हुनको लागि त्यो जादुई आँकडा हो 180 रन। 120-130 रन बनाएर त अब कुनै हालतमा पुग्दैन। त्यसो भए फर्मुला के त? एकदमै सिधा छ। टस जित्ने, पहिले ब्याटिङ गर्ने र कम्तीमा 2वटा राम्रो पार्टनरशिप बनाउने। अब तल्लो क्रमको भर परेर हुँदैन, जिम्मेवारी शीर्ष क्रमका ब्याटरहरूले नै लिनुपर्छ। रणनीति तयार छ, मानसिकता नयाँ छ र खेलाडीहरूमाथि आफूलाई प्रमाणित गर्ने दबाव पनि। अब सबभन्दा ठूलो प्रश्न यही हो, के नेपालको ब्याटिङले यो ठूलो मौकामा साथ देला त?